जय मसी सबैजनालाई। मेरो नाम चाहिँ दानियल गाहा मगर अनि मेरो घर चाहिँ गुल्मी। म चाहिँ एउटा सानो परिवारबाट हुर्केको व्यक्ति, जुन मेरो परिवार चाहिँ हिन्दू फ्यामिलीबाट हुनुहुन्छ। अनि म पनि हिन्दू ब्याकग्राउन्डबाटै हुर्केको व्यक्ति हो। हुर्किँदै गएँ समय पश्चात त्यो समयको अन्तरालमा धेरै कुराहरू गर्दै गएँ अनि जीवनको बाटोहरू पनि मैले बिराउँदै गएँ। पछि 10 पास गरिसकेपछि म 11 र 12 पढ्ने सिलसिलामा सहरतिर निस्केँ। सहरतिर पढाइको सिलसिलामा म निस्केँ। अनि त्यो समयको अन्तरालमा म आफ्नो जीवनको उद्देश्य, आफ्नो जीवनको बाटो चाहिँ बिराइसकेको रहेछु। अनि जब म 11 मा पढ्दै गर्दाखेरि मैले एउटा साथी भेटाएँ अनि त्यो साथीको नाम चाहिँ सुदीप गुरुङ हो। त्यो साथीसँग मिल्दै जाँदाखेरि पछिबाट मलाई थाहा भयो उसले प्रभु येशूलाई विश्वास गरेको रहेछ। अनि एक दिनको कुरो हो, जब म घर गएको थिएँ अनि मलाई एकदम साह्रो चिन्ता पर्यो। थाहा छैन कसरी त्यो चिन्ता आयो, किनभने मैले बिचमा विभिन्न लागु पदार्थहरू मैले लिने गर्थेँ। अनि त्यो कुराले गर्दाखेरि मैले पहिला आफूले मजा ल्याउने तरिकाले लिन्थेँ भने पछिबाट त्यो चाहिँ मेरो जीवनमा नेसेसरी हुन गयो, नभई नहुने हुन गयो। अनि पछिबाट मलाई धेरै गाह्रो हुन थाल्यो। म छुटकारा पाउने धेरै बाटोहरू खोज्न थालेँ अनि धेरै कुराहरूबाट मैले विभिन्न माध्यमहरू मैले खोज्न थालेँ, तर कतै भेटाएन। अनि मैले एक दिन त्यो साथीलाई मेरो मनका पीडाहरू पोख्न थालेँ। अनि त्यो साथीले मलाई के भन्यो भन्दाखेरि एउटै कुरा भने, प्रभु येशू ख्रीष्टमा विश्वास गर्छौ भने तिमीले त्यसमा शान्ति पाउँछौ, तिमीले मुक्ति पाउँछौ, तिम्रो पाप क्षमा हुन्छ भने। अनि अरू मैले तिमीले मुक्ति पाउँछौ, तिम्रो पाप क्षमा हुन्छ भन्ने कुरालाई मैले खासै मध्यनजर गरिनँ। तर एउटै कुरालाई मैले थाहा गरेँ, प्रभु येशू ख्रीष्टमा त शान्ति छ भन्दाखेरि मेरो ध्यान केन्द्रित भयो। किनभने म त्यतिखेर धेरै विचलित भएको थिएँ। मेरो जीवनबाट मैले आफ्नो शान्तिलाई गुमाएको थिएँ। अनि पछि गएर जब त्यो कुरा सुन्दै गर्दाखेरि मनमा एक प्रकारको शान्ति छायो। अनि त्यसै गरी त्यही दिन काठमाडौँबाट टिमहरू जानुभएको रहेछ। अनि उहाँहरूले पनि अझै स्पष्ट पार्नुभयो। स्पष्ट पाइसकेपछि उहाँले धेरै कुराहरू लगभग 30 मिनट जति मलाई प्रभु येशू ख्रीष्टको बारेमा सुनाउनु भयो। अनि त्यसपछि मलाई राम्रो लाग्यो। म एउटै कुरामा अडिएँ कि प्रभु येशू ख्रीष्टले चाहिँ शान्त दिनुहुन्छ भन्ने कुरामा म अडिएँ। अनि म उहाँलाई त्यसै गरी म विश्वास गरेँ। अनि विश्वास गरिसकेपछि 7 दिनको कुरो हो, 1 हप्ताको कुरो हो। अनि 1 हप्तापछि म घर गएँ। 1 हप्तासम्म म त्यही बसेँ। अनि 1 हप्तापछि म घर जाँदाखेरि समाजहरू भेला हुनुभएको रहेछ। थाहा छैन यो प्रभु येशू ख्रीष्टलाई विश्वास गरेको बारेमा त्यहाँसम्म कसरी पुग्यो मलाई थाहा छैन। तर उहाँहरू घर परिवार जम्मा भएर अनि गाउँका ठुलाबडा मान्छेहरू बसेर मिटिङ बस्नुभएको रहेछ। अनि म पुगिसकेपछि उहाँहरूले मलाई बिचमा राख्नुभयो अनि सोधपुछ गर्नुभयो, के हो कसो हो, तैँले त प्रभु येशू ख्रीष्टलाई विश्वास गरेस् रे, विदेशी धर्म अपनाइस् रे। अनि यो ठाउँमा कसैले पनि येशू धर्म लिएको थिएन, विदेशी धर्म लिएको थिएन, जुन बाबा आमाको क्रिया गर्न नमिल्ने धर्म, यसरी मलाई भन्नुभयो। अनि त्यतिखेर मसँग केही शब्दहरू थिएन, केही आन्सरहरू थिएन उहाँलाई दिने, किनभने म जम्मा 1 हप्ता भएको थियो प्रभु येशूलाई विश्वास गरेको। अनि त्यो पश्चात मलाई धेरै गाह्रो भएको थियो, किनभने त्यस ठाउँमा कोही पनि विश्वासी हुनुहुन्न, म एक्लो हो अनि त्यो ठाउँमा, त्यो गाउँमा। अनि त्यस कारणले गर्दाखेरि मलाई अलिकति गाह्रो भयो। अनि म त्यतै बिलाएँ, म एकछिन हराएँ त्यही समयमै। 1 महिना म त्यही हराएँ। अनि 1 महिना पछिको कुरो हो, जब छुट्टी थियो। अनि हाम्रो कलेज छुट्टी थियो। अनि त्यसपछि त्यही मैले विश्वास गरेको मण्डली परिवारले मलाई कल गर्नुभयो, बोलाउनु भयो। अनि तिमी यो छुट्टीमा यत्तिकै बस्नुभन्दा आऊ यहाँ बसेर केही काम गर, तिमीलाई खर्च पनि हुन्छ भन्ने हेतुले मलाई बोलाउनु भयो। अनि त्यसरी म गएँ। त्यसरी गइसकेपछि म बिस्तारै फेरि पनि उहाँहरूले फेरि पनि मलाई सुसमाचार सुनाउनु भयो। प्रभु येशू ख्रीष्टको प्रेमलाई फेरि पनि मलाई
भन्नुभयो, सम्झाउनुभयो। अनि फेरि म प्रभुतिर फर्केँ। फेरि म बिस्तारै उहाँको वचनमा हुर्कदै गएँ। अनि म त्यही बसेर 12सम्म मैले पढ्न पाएँ। अनि त्यसरी चाहिँ मेरो जीवनमा प्रभुले अचम्मको काम भएको छ। अनि मलाई थाहा थिएन म प्रभु येशू ख्रीष्टलाई फेरि पनि विश्वास गर्छु, प्रभु येशू ख्रीष्टलाई चिन्छु भन्ने। किनभने मैले अघि नै भनिसकेँ, मलाई धेरै गाह्रो भएको थियो, त्यो समाजमा अलिकति हेला गर्नुभएको थियो। तर पछि प्रभुले एउटा बाटो खुलाउनु भयो, एउटा काम गर्ने सिलसिलामा प्रभु येशू ख्रीष्टलाई चिन्न पाएँ। अनि त्यसरी म प्रभु येशू ख्रीष्टमा हुर्किँदै गएँ। अनि एक दिनको कुरो हो, जब यहाँ काठमाडौँबाट पास्टरहरू जानुभएको थियो। अनि म त्यहीँ बसिरहेको बेलामा उहाँहरू आउनुभएको थियो, एउटा प्रोग्राममा आउनुभएको थियो। अनि म 12 पास गरेर बसेको थिएँ, खाली थिएँ। अब के गर्ने कसो गर्ने भन्ने विषयमा म सोचिरहेको थिएँ। अनि त्यसरी मैले सोचेको थिएँ 3 महिना जति ट्रेनिङ गर्नुपर्छ, प्रभुलाई चिन्नुपर्छ, अझै प्रभुको वचनमा आफूलाई खार्नुपर्छ भन्ने हिसाबले त्यो कुरा पास्टरको बिचमा राखेँ। अनि उहाँले भन्नुभयो, तिमी यदि प्रभुमा हुर्कन चाहन्छौ भने, प्रभुको सेवा गर्न चाहन्छौ भने काठमाडौँ होइन, बाइबल कलेज होइन, 3 वर्षको बाइबल तालिम ल्याऊ। अनि त्यसपछि प्रभुको सेवा गर भन्ने तरिकाले मलाई सुझावहरू दिनुभयो। अनि मैले एकछिन सोचेँ, मैले प्रार्थना गरेँ। अनि 5 दिनपछि मैले निर्णय लिएँ म जान्छु भन्ने कुरा। अनि उहाँहरूले मैले पढाउँछु, चर्चबाटै मैले सबै गर्छु, तिमी के चिन्ता लिनु पर्दैन भन्ने सल्लाह दिनुभयो। अनि म राजी भएँ। अनि आफ्नो ब्यागहरू कसेर म काठमाडौँको यात्रामा लागेँ। अनि त्यसरी म यस ठाउँमा आउन पुगेँ, यो NETS कलेजमा आइसकेपछि यसरी पढ्न पाएँ। मैले धेरै कुराहरू सिक्न पाएँ। अनि प्रभुको बारेमा सत्यता कुराहरू, धेरै कुराहरू सिक्न पाएँ। अनि यस कलेजमा भएको 3 वर्ष भएछ, थाहै पाएन। सुरुमा आउँदा नयाँ नौलो लागेको थियो। तर 3 वर्षपछि 3 वर्ष बित्न लागिसक्यो। अनि अहिले प्रभुप्रति म धन्यवादी छु, जुन उहाँको कृपाले, उहाँको अनुग्रहले म यस ठाउँमा छु। 3 वर्षको अध्ययन सकिसकेपछि म प्रभुको सेवामा लाग्नेछु। मैले विचार गरेको छु कि म टिचिङतर्फमा, अनि एउटा युथको बिचमा रहेर म युथहरूलाई सिकाउने, अनि युथको अगुवा भएर म प्रभुको सेवालाई निरन्तरता दिने भन्ने मेरो जुन सोचाइरहेको छु। प्रभुसँग हुने प्रार्थना छ। मेरो भिजन चाहिँ यही नै हो। जुन अहिले जवानहरूले प्रभुको बारेमा, प्रभुको वचनलाई नबुझ्दाखेरि दुःख लाग्छ। अनि यसरी प्रभुले मलाई प्रेरणा गर्नुभएको छ भन्ने म विश्वास गर्छु। अनि उहाँ जवानहरूको बिचमा म प्रभुको वचनलाई सिकाउनेछु, बुझाउनेछु उहाँको अनुग्रहद्वारा। जय मसीह।